हेलो हजुर सबैलाई नमस्ते अनि स्वागत छ मेरो अर्को भिडियोमा। आशा छ सबैजना आरामै सन्चै हुनुहुन्छ। सबैजना आफ्नो कार्यमा व्यस्त हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, मस्त हुनुहुन्छ। आज शुक्रबार विद्यालयमा धेरै कार्यक्रमहरू छन्, त्यसकारणले म त्यसैको लागि चाहिँ घरबाट चाँडै नै निस्किने अनि मेरो यात्रा सुरु भयो। त्यसरी केही समयको यात्रापछि म बिस्तारै नजिकैको बजार जयनगर बजार पुग्दछु। बजारमा खासै भिडभाड थिएन, मान्छेहरूको चहलपहल एकदमै कम थियो। विद्यार्थीहरू चाहिँ विद्यालयतर्फ जाँदै गरेको देखिन्थ्यो। यसरी यहाँको शिवजीको दर्शन गर्दै फेरि म अगाडि बढेँ। यसरी निरन्तर यात्रापछि म जब्दीघाट नजिकै रहेको एउटा पुलमा पुगेँ अनि मेरो यात्रा निरन्तर रहन्छ। निरन्तर यात्रा पश्चात म चाहिँ बिक्री र बेलभार जोड्ने मध्य बाटो जङ्गलको बाटो हुँदै जान्छु र निरन्तर यात्रापछि म बिक्री गाउँ पुग्छु। यसरी बिक्री गाउँको यात्रा पश्चात म विद्यालयको नजिक पुग्न आँटिसकेको हुन्छु। यसरी निरन्तर यात्रामा विभिन्न दृश्यहरू देख्न पाइयो। कतै गाडीहरू अनि यस्तो तरिकाले म चाहिँ विद्यालय पुग्छु, जहाँ विद्यार्थीहरू चाहिँ सरसफाइमा लागिरहेका छन्। अनि त्यसपछि हामी विद्यार्थीहरूलाई सरसफाइ, अभिभावक भेला, अन्तर्क्रिया कार्यक्रम लगायतका कार्यक्रममा जुट्ने गर्छौँ, जसमा अभिभावकसँग विद्यार्थीको पढाइ स्तरलाई कसरी माथि उकास्न सकिन्छ भन्ने सन्दर्भमा कुराकानीहरू हुन्छन्, छलफल हुन्छन्, अन्तर्क्रियाहरू हुन्छन्। अभिभावकज्यूहरूले हामीले दिएको सुझावहरूलाई आत्मसात गर्ने प्रण पनि गर्नुहुन्छ। हामी खुसी भयौँ। यसरी एकजना उत्प्रेरकज्यूले अभिभावक उत्प्रेरणामूलक प्रवचन दिनुभयो अनि उहाँहरूलाई ध्यान गराउनुभयो, आफ्नो जिम्मेवारीको बोध गराउनुभयो। सम्पूर्ण अभिभावकज्यूहरू आफ्नो जिम्मेवारी बोध गर्दै उहाँको कुरालाई आत्मसात गर्ने वचनबद्ध पनि हुनुभयो। रमाइलो होस् आजको दिन। त्यसपछि विद्यार्थीहरूसँग छलफल, अभिभावकसँग छलफल हुँदै आजको दिन चाहिँ बित्यो। विद्यार्थीहरू पनि आफ्नो कर्तव्य बोध गर्दैछन्, आफ्नो जिम्मेवारी के हो भन्ने कुराको महसुस गरिरहेका छन् प्रवचन पश्चात। अनि त्यसपछि हाम्रो अतिरिक्त क्रियाकलाप अन्तर्गत कुर्सी दौड खेल पनि भइरहेको थियो, जसमा विद्यार्थीहरूले रमाइलो गर्दै प्रतियोगितामा भाग लिइरहेका थिए। विद्यार्थीको अनुहारमा मुस्कान छ। सायद आफ्नो सपना पूरा भएपछि यसै गरी खुसी हुन्छु भन्ने भावना उत्पन्न भयो होला।
एकजना अभिभावकले सायद मलाई लाग्छ आफ्ना बुढाहरूलाई बोल्दै पानीको पानी एकजना खुसी हुनुभयो, हर्षित हुनुभयो, एकदमै सक्रिय रूपमा कार्यक्रममा सहभागी हुनुभयो अनि आफ्नो कर्तव्यको राम्रोसँग गर्यो। त्यसै गरी हाम्रो विद्यालयमा अभ्यास शिक्षणका लागि आउनुभएका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले एउटा कार्यक्रम राख्नुभएको थियो, जसमा उहाँहरूले हामीलाई एकदमै उत्कृष्ट एउटा मायाको चिनो प्रदान गर्नुभएको थियो। तसर्थ उहाँहरूलाई यसका लागि विशेष धन्यवाद दिन चाहन्छौँ हाम्रो विद्यालयको तर्फबाट। त्यसै गरी उहाँहरूको उज्जवल भविष्यको पनि कामना गर्न चाहन्छौँ। धन्यवाद।